तपाईहरु फेसबुक मोनेटाइज गर्न चाहनुहुन्छ भने अहिले फेसबुकमा अहिले 3-4 वटा क्राइटेरियाहरु देखिरहेको छ। 4 किसिमको तपाईको क्राइटेरिया अहिले नर्मली सबैको फेसबुकमा देखिरहेको छ। तपाईहरु मध्ये कति जनाको कुन क्राइटेरियाहरु देखिरहेको छ सबैजना यहाँ हेर्नुस् त। तपाईको एउटा तपाईको 3 लाख भ्यू पुर्याउनु पर्ने छ। यसमा तपाईको 3 लाख भ्यू पुर्याइसकेपछि तपाईको फलोअर्स जति पनि हुन्छ फरक पर्दैन। तपाईको 3 लाख भ्यू यसमा तपाईको पुग्नु पर्छ। अर्को यहाँ अर्को वाला यो छ, यसमा तपाईको 10,000 फलोअर्स र 1,50,000 भ्यू यसमा हुनु पर्छ हैन। यो दुईटा क्राइटेरिया यो भयो। अर्को तपाईको यो छ हैन, यो वालामा तपाईको वेटिङ लिस्ट छ हैन। यसमा न भ्यू को आवश्यकता पर्छ न तपाईको फलोअर्स को आवश्यकता पर्छ। यसमा तपाईको फेसबुकले आफैले जुन बेला जहिले मन लाग्छ हैन तपाईको आईडी हेरेर कन्टेन्ट हेरेर त्यो फेसबुकको हातमा हुन्छ। कहिले दिन्छ कति महिनामा दिन्छ त्यो फेसबुकको हातमा हुन्छ। अर्को तपाईको लास्ट यो क्राइटेरिया हेर्नुस्। यो क्राइटेरियामा तपाईको वाच टाइम यसमा पनि दिएको छ हैन। अब तपाई कति भिडियो हेर्दै हुन्छ, तपाईको कति हेर्दै हुन्छ त्यो सबै यहाँ एड भएर अनि तपाईहरुको मोनेटाइजेसन दिन्छ। यसमा तपाईको 4 वटा क्राइटेरिया मैले देखाए। 4 वटा क्राइटेरिया मध्ये तपाईको सबभन्दा सजिलो क्राइटेरिया यो दोस्रो नम्बरको रहेको छ हैन। तपाईको 10,000 फलोअर्स र 1,50,000 भ्यू यो यदि तपाईले पूरा गर्नुभयो भने तपाईको केही घण्टामै तपाईको मोनेटाइज भइहाल्छ हैन। सो तपाईहरुको कुन क्राइटेरिया तपाईको फेसबुकमा दिएको छ सबैजना कमेन्ट गर्नु होला। साथै यदि तपाई चाहनुहुन्छ किनेर पनि तपाईको फलोअर्स र तपाईको 1,50,000 भ्यू पूरा गर्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला वा मेसेज गर्नु होला। हामीले तपाईको केही बेरमा यो क्राइटेरिया पूरा गर्छु र केही घण्टामा तपाईको फेसबुक मोनेटाइज भइहाल्छ। सो यो भिडियो कस्तो लाग्यो सबैजनाले कमेन्ट गर्नु होला। साथै यो पेजमा नयाँ हुनुहुन्छ भने यो पेजलाई सबैजनाले फलो गरिदिनु होला। हस्त धन्यवाद।